हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। न्यू डे न्यू भ्लग है। हजुर सबैलाई स्वागत छ आज भ्लगमा। फेरि पनि हेरिदिनुहोस् ल अन्तिमसँग। आज चाहिँ साथीहरूसँग माझीटार आइदिएको होइन घुम्नुको लागि। केटाहरू चाहिँ आधी चाहिँ उता टकबर साइडबाट गएछ, म चाहिँ यता गिम गदनताम भएर चाहिँ त साथीसँग आएको। साथी घर निस्केर हो, अलिकति फोनमा पनि चार्ज थिएन नि त, रुममा बत्ती थिएन, त्यसले गर्दा चाहिँ साथीकोमा अलिकति फोन पनि चार्ज गरेर चाहिँ यता निस्केँ होइन। यो चाहिँ हामी चाहिँ अब तल पुग्न आँट्यौँ माझीटार। यो चाहिँ गिङदिनको ओह्रालोको बाटो। पहिला चाहिँ यहाँ चाहिँ खराब थियो नि त बाटो होइन, त्यही भएर माथिबाट चाहिँ मैले तपाईँहरूलाई भिडियो गर्नु पाइनँ, किनभने पानी पर्दै थियो होइन। पानी पर्दा त अब फोन पनि त भिज्छ तपाईँको होइन। क्यामेरा भिजिसकेपछि तपाईँको ब्लरमा आउँछ, क्यामेरा राम्रो आउँदैन, भिजुअल राम्रो हुँदैन, त्यसले गर्दा चाहिँ मैले गर्नु पाइनँ। र यहाँ आइपुग्दा चाहिँ तपाईँको पानी पनि रहिसकेछ र दिन पनि एकदम राम्रो भइरहेको छ। राम्रो मतलब क्लियर छ होइन, घाम पनि लागेको छैन, पानी पनि परेको छैन, त क्लियर छ दिन। त्यो भएर चाहिँ यहाँबाट चाहिँ मैले तपाईँलाई भिडियो सुरु गरेको हो। अब चाहिँ हामी तर पुग्न आँट्यौँ माझीटार चाहिँ। रुख यो तपाईँले रुखहरू देखेरै भयो, याद भइसक्यो होला तपाईँलाई, आउनेहरूलाई चाहिँ थाहा भइसक्यो होला अब चाहिँ माझीटार आइपुग्नु आँट्यो भनेर। किनभने रुखहरू हेर्नुहोस्, यहाँनिर यो गरममा हुने रुखहरू हो। किनभने यहाँ चाहिँ अब गरम छ नि त। यहाँबाट माझीटारबाट चाहिँ सिक्किम एउटा ब्रिजले मात्रै छुट्टिएको छ। जस्तो ब्रिज क्रस गर्छ त्यस्तै तपाईँको उतापट्टि सिक्किम भेटिहाल्छ, यतापट्टि वेस्ट बेङ्गाल होइन। त्यसले गर्दा चाहिँ यहाँनिर आइदिएको केटाहरूसँग आज चाहिँ यसो अनि एक दुईवटा भिडियोहरू पनि बनाऊँ भनेर। अब के हुन्छ कसो हुन्छ भिडियोहरू चाहिँ होइन, तपाईँको आइहाल्छ, तपाईँको अपलोड भइहाल्छ। तपाईँले अहिले चाहिँ अब मेरोमा भ्लगभन्दा बेसी चाहिँ अब सर्ट भिडियोहरू आउँदैछ होइन, फनी भिडियोहरू हुँदैछ। अब किनभने पानीले गर्दा चाहिँ अहिले भ्लगहरू गर्नु जानु चाहिँ पाएको छुइनँ नि त, पानी परेको छ, त्यसले गर्दा चाहिँ अब भ्लगहरू बनाउनु पाएको छैन। त्यसले गर्दा चाहिँ सर्ट भिडियो बनाएर चाहिँ तपाईँलाई यसो इन्टरटेनमेन्ट पनि होइन, अनि च्यानललाई पनि इङ्गेज होस् भनेर चाहिँ सर्ट भिडियोहरू बनाउँदैछु। यहाँतिर बाटो चाहिँ एकदम रफ थियो नि त, अहिले चाहिँ अलिक बनाएछ। यो पेरेपेटहरू देख्दा चाहिँ बनाएछ जस्तो लाग्थ्यो। साथीले पनि अगाडि भन्दैछ बाटो बनाएछ भनेर चाहिँ हो। जानुपर्ने त कता पो जानुपर्ने, यता हो नि है। यहाँ तल खोला चाहिँ अहिले यस्तो भइरहेको रहेछ। बर्खा त लाग्यो, पानी परेछ, तर पनि सुकेर अलिक बलौटा भइरहेको रहेछ अहिले चाहिँ होइन। अब चाहिँ हामी लगभग आइपुग्नु नै आँट्यौँ। यहाँबाट चाहिँ भ्यू दामी देख्दो रहेछ नि त ओह्रालो, त्रिवेणी भ्यू पोइन्टबाट देखेको जस्तै खालको देख्दो रहेछ होइन। बाटो चाहिँ यस्तो छ। यहाँ चाहिँ पहिला चाहिँ हेभी रफ थियो होइन, अहिले चाहिँ अब धेरै यत्रो बनाएछ टालटुले भए पनि होइन, यसो माटो साटो हालेर भए पनि। न चाहिँ यो खाल्टाहरू भए चाहिँ धेरै नै उयो हुन्थ्यो नि, बाइक उफ्रिन्थ्यो, अरू त के नै हुन्थ्यो र होइन। बाइक उफ्रिन्थ्यो, चलाउन अलिक असुविधा हुन्थ्यो, त्यति मात्रै हुन्थ्यो हुनु चाहिँ। तर पनि अहिले यति टालेर चाहिँ धेरै असुविधा भइरहेछ यहाँनिर होइन, सजिलो भइरहेछ। यसो बाटो छान्नु सक्ने लायकको भइरहेको रहेछ होइन। हेर्नुहोस् यो बाटो चाहिँ तपाईँहरू, यो बाटो आउनुलाई चाहिँ होइन यहाँनिर बेसी तपाईँहरूलाई अब बाटो सोधिरहनु होइन, कन्फ्युजन बाटोहरू छैन तपाईँहरूको। यो बाटो चाहिँ तपाईँ यता लेबुङपट्टिबाट आउनुभयो भने होइन, लेबुङ त तपाईँहरूलाई थाहै होला होइन। लेबुङदेखिको तपाईँको त्यो गोलाइबाट एक तल झरिसकेपछि त्यहाँ सिधै त्यहाँबाट काहीँ टर्न नलिकन सिधै आउनुपर्ने हुन्छ तपाईँहरू। एउटै बाटो छ, सिधै होइन तपाईँको सिधै यहाँ तल माझीटार आइपुगिहाल्नुहुन्छ। अनि तपाईँको तल के अरे टकबरबाट आउनुभयो भने टकबरबाट पनि त्यही हो, तपाईँको टकबरदेखिको ल्याएर अलिकति तलनिर तपाईँको यता के भन्छ सिङ्ला जाने बाटो होइन, तपाईँको राइट साइड छुट्टिनेछ। त्यो राइट साइड छुट्टिएपछि त्यो पनि सिधै गएपछि अब तल गएर एउटा बाटो मात्रै छुटेको छ होइन, त्यहाँबाट पनि सिधै आयो भने तपाईँहरू त्यहाँ माझीटार आइपुगिहाल्नुहुन्छ। त्यस्तो कन्फ्युजन बाटै छैन यो होइन। पहिलामा आएको म होइन साथीहरूसँग, त्यति बेला बाटो अब हेभी रफ थियो, त्यति बेला चाहिँ खराब थियो बाटो हो। तर अहिले चाहिँ अब धेर थोर छाप्यो, राम्रो भएछ। तर पानीले गर्दा अलिक चिप्लो चाहिँ भएछ, पानी नपर्दा त अब यो दामी नै हुन्छ होइन, राम्रै हुन्छ। पानी परेर चाहिँ अलिकति चिप्लो खालके भएछ यो चाहिँ। अब तल गएर केटाहरूलाई भेटेर चाहिँ यसो अलिकति रमाइलो गरेर, रमाइलो त के केटाहरू खोला खेल्यो भने खोला खेल्छ होला,
दाजुको अहिले चढिहाल्छ केटाहरूको गिजक चाहिँ के होला बाटो चाहिँ यस्तो छ अहिले आउँदा चाहिँ अब फर्किँदा यही बाटो फर्किन्छ केटाहरू अघि टकबरबाट झरेको छैन आउँदा चाहिँ यो बाटो फर्किन्छ र साथीले पनि त्यही कुरा भन्दैछ अहिले हामी जाँदा त अब दुईजनाको चाहिँ एक्सपर्ट छ नि त होइन त्यसले गर्दा चाहिँ अब त्यस्तो उयो छैन प्रब्लम छैन यस्तो बाटोलाई पनि त्यो भएर चाहिँ हामी चाहिँ अब जसोतसो उकालो छिरिन्छ अहिले त केटाहरू चाहिँ कसरी आउँछ उकालो कसरी आउँछ त होइन आउँछ केटाहरू अब एक्सपिरियन्सहरू छ सबैजना तर अब चिप्लिन्छ उयो हुन्छ भनेर चाहिँ भन्दैछ होइन केटाहरू रिसिन्छ होला यो खालको बाटोदेखि चाहिँ भन्ने कुरा हुँदैछ बाटो चाहिँ त्यस्तै छ नि त अहिले अब केटाहरूको कतिजनाको चाहिँ स्कुटी छ होइन त्यो भएर यस्तो रहेछ यही अन्त माटो छापेको रहेछ चिप्लो ढुङ्गा आम्बो यो बाटोहरू त अहिले बिजोग हुन्छ नि स्कुटीहरू त हेर्नुहोस् बाटो चाहिँ यस्तो छ बोल्नु पनि यहाँनिर त पुरा अड्किने रहेछ है कटाक भएर अब चाहिँ हामी आइपुग्यो जस्तो लाग्छ मलाई पनि ऊ साथीको एक्सपल्स चाहिँ चिप्लिँदैछ अहिले स्कुटी जानु उकालो कस्तो हुन्छ होला एउटै मौसममा सटर आयो मात्रै हुन्छ मलाई अगाडि जाऊ भन्दैछ उसको चिप्लेर होला सायद बाटो त तिमीलाई त थाहा छ नि राम्रो ओह्रालो नि तर बाटो कहाँ राम्रो कहाँ नराम्रो तिमीलाई थाहा छ नि त ऊ चाहिँ यताको हुन्छ त्यो उसलाई थाहा छ होइन उसको चाहिँ टायर बेसी चिप्लेर चाहिँ मलाई अगाडि जाऊ भन्यो होइन तर मेरो पनि त्यही हो हालत चाहिँ यहीँ चिम्टो माटो रहेछ यो खालके पानी परेर अब यस्तोमा पडङ्गै पल्टिदियो भने चाहिँ अब होइन फनी हुन्छ अन्त त्यो भएर चाहिँ जोगेरै हिँड्नुपर्छ बाटो चाहिँ यस्तो हुन्छ नि त जोकेर हिँड्नुपर्ने हुन्छ अवस्था होइन अहिले पनि अहिले झन् यस्तो भएको रहेछ माटो छापेर होइन पुरा चिप्लिनेहरू भएको रहेछ चिप्लेको त छैन मेरो अलिअलि त्यो चिप्लेको जस्तो मात्रै हुँदैछ साथीको चाहिँ अलिक टायर उयो छ नि त खाइसकेको छ होइन अलिक पुरानो छ नि त त्यसले गर्दा चाहिँ साथीको चाहिँ चिप्लिन्छ बेसी नै मेरो चाहिँ अलिक चिप्लेको छैन कति चिप्लेको जस्तो मात्रै हुँदैछ त चिप्लिहालेको चाहिँ छैन मेरो चाहिँ अलिकति त्यसले गर्दा चाहिँ मलाई अगाडि हिँड्नुहुँदैछ एउटा चिप्लेको छैन तिम्रो भन्दै बेसी एउटा कराउँदैछ हो बाटो चाहिँ यस्तै खालको रहेछ नि त चिप्लिने खालके नै खासमा हुन्छ होइन अब यहाँनिर चाहिँ ब्रेक बेसी गऱ्यो भने चाहिँ चिप्लिन्छ एउटै मोसनमा होइन टट गयो भने चाहिँ चिप्लिँदैन नि त अलिकति अप्ठ्यारो भएर हेलमेट मिलाउँ भनेको कि त्यो पनि मिलाउन आँटाएन अब एउटा हातमा अलिकति चिप्ल्यो भने त ब्रेक तलमाथि भने त चिप्लिहाल्छ होइन त्यो भएर चाहिँ यत्तिकै होस् अहिलेको लागि चाहिँ फिलहालको लागि चाहिँ पछि ल भन्दै जाँदैछ चिप्लिँदै तिमी अगाडि हिँड हौ भिडियोमा चिप्लेको हेर्दा राम्रो देख्छ अब भिडियोमा त्यो त देख्नु पर्यो त यहाँ भिडियोमा त्यो त देख्नु पर्छ चिप्लेको त त्यो चाहिँ हो अबे तात्यो बाइक त अन्त आम्बो खुट्टा पोल्दैछ बाइक तातेर केटाहरू चाहिँ उपर आइपुगेछ कहाँ आइपुग्यो भन्दै छैन बाटो याद नभएर चाहिँ आउनु चाहिँ चाहिँ पुगेछ केटाहरू भएकोमै जाँदैछौँ हामी केटाहरूलाई भेटेर चाहिँ केटाहरूलाई यतै ल्याएर आउने हो ब्रिज साइड किनभने दोकान सोकान जानुपर्ने हुन्छ अहिले होइन कस्तो सुल्केको यो त
अहिले फेरि दोकान जानुपर्ने हुन्छ फेरि त्यहाँबाट कहाँ आउनुपर्छ अन्त यताबाट यहाँ ब्रिजमा गयो भने चाहिँ ब्रिजबाट चाहिँ त्यही हो नि त दोकान जानुको लागि पनि त्यो भएर चाहिँ केटा सबै यहाँ रहेछ यहाँ भेला भइरहेको रहेछ होइन किन केटाको बदमास ल झन्डै गयो बदमास सार बस्यो नि त्यता त यो चाहिँ हो तपाईँहरूको माझीटारको ब्रिज होइन यहाँबाट चाहिँ हेर्नुहोस् नजरा तपाईँको दामी देख्छ होइन अहिले पानी कम्ती रहेछ यस्तो छ केटाहरू चाहिँ आधी अगाडि छ र आधी पछि आउँदैछ होइन गोब्रे अरे गोबारे हो यसको हाइट चाहिँ भनेदेखि तपाईँलाई यतापट्टिबाट देखाइन्छ है हाइट चाहिँ यतिको छ तल होइन हाइटै छ यसको अहिले चाहिँ पानी अलिक कम्ती नै रहेछ केटाको अगाडि फोटोसुटहरू रिल्सहरू हुँदैछ है केटाको फोटोसुट यो चाहिँ इन्स्टाको लागि हो इन्स्टाको लागि फोटो कस्तो रिल्समा जस्तो उडी बसेको है फोटो खिच्ने बेलामा पनि यो यस्तो यो खोला निक्लिने खालको वाइटमा हुन्छ होला फोन किने हो छैन कामै खालि ब्लग एउटा फोटो हुन्छ नि फोटो पनि छैन अब खालि ब्लग अब भयो त अब नदे ल हामी चाहिँ यहाँनिर माझीटारको यता स्विमिङ पुलको लागि आएको केटाहरू चाहिँ यतै यहाँनिर केटाकेटी यस्तै खेल्नु थाल्यो यहाँनिर केटाकेटी यस्तै खेल्नु थाल्यो खेलौँ न अब बसेपछि यो रहेछ यहाँको स्विमिङ पुल चाहिँ होइन इन्ट्री चाहिँ यहाँबाट रहेछ कम्ती हुन्छ होइन त्यहाँबाट बिस्तारै यस्तो स्लोप भएर गएको हुन्छ यो रहेछ स्विमिङ पुल चाहिँ हो यहाँबाट चाहिँ इन्ट्रीभित्र खेल्दो रहेछ केटाहरू चाहिँ यहाँ छ है ट्युब पर्दैन हौ यस्तो स्लोप भएर गएको हुन्छ गहिरो कम्ती हुन्छ त्यहाँबाट बिस्तारै यस्तो होला है रिम्बिकको जलपरा छ यहाँनिर एकछिन निकालिहाल्छ नि सोधेर चाहिँ पस्नु एक्लिस हो कि एल्गिस लु पोसी देउता के यतापट्टि म घेर्छु त्यो पनि माथि आयो त्यो पनि माथि लु डुब्छ लु आकाश सक्छ पर्छ भन्ने
लु एडी 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 लु लु एडी 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 1 2 3 लु लु पसिदेऊ त एडी देखाइदेऊ त कमाल लु भाइर म त सुने नसुने कता गइरहेछ सोध त रुपचेन गहिरो खोज्दैछ साथीले चाहिँ पल्दा पल्दा जोमेटोको केटाहरूको ट्यालेन्ट एडी लु छिटो न अत्तालिन्छ नि अत्तालाई लु लु पौडी खेल्यो नि अब एडीले एडी छिटो लु दौरा घेर नि एडी फेरि जाऊ न पोस त ए पौडी खेल्नु यति हेर यस्तो मोटो त खेलिरहेको छु डुब्छेन आम्बो यस्तो हुनु पऱ्यो नि त यस्तो चाहिँ पोस न भन्छु ए लु एडी भिडियो गरिदिरहेको छु यहाँ चाहिँ 200 तिरेर चाहिँ भित्र इन्ट्री फ्री भने चाहिँ स्विमिङ गर्नुदेखिको लागि घुम्नुदेखिको ल्याएर यस्तोहरू पनि रहेछ नि त यहाँ चाहिँ स्विमिङ पुलमा चाहिँ स्विमिङ पुल सकेर चाहिँ केटाहरू स्विमिङ सकेर चाहिँ यस्तो गर्दैछु उतै लोड त पुरै लोड कति लोडसम्म खै एकछिन त्यो हुँदैन छोडो लोड लोड कति एउटा कतिको रहेछ अलिक उचालो न कतिको लोड रहेछ यो एउटा लु कहाँ हुन्छ त्यो हुँदैन अब ए कतिवटा ए वेट त माथि पो हाल्दो रहेछ त लास्ट कहाँसम्म रहेछ अन्त हाल्दा भएन त अन्त थप्पा हाल न हौ त्यो हाल लु यो उचाल्ने अलिक तल त्यो उचाल्ने एकछिन लु यो उचाल्ने लु किसमे इतना दम लु पालो चाहिँ आफू झुन्डा केटा लु कसले उचाल्छ लु डुब्छ न उचाल्यो लु को लु एडी पालो लु आफै झुन्डे नि अब लु खै कतिको वेट रहेछ त्यो खतम ट्राई गरिहेरौँ यस्तो हुँदो यस्तो दुख्यो छोड न